चराको चिरबिरसँग कस्तो मजाको के वन छ यहाँ। रुखहरू यस्तो ठुलो भइसक्यो कि म हिँड्दा हिँड्दै यति ठुलो भयो कि कति राम्रो छ। अब चराहरू कस्तो राम्रो चिरबिर चिरबिर, जता हेरे पनि हरियाली वनै वन। घाम लागेको छ, कु पनि गरिरहेछ है। कति राम्रो। वाउ जाम भाइ जाम अलि उताबाट अनि तिमी नि पछि पछि भाइ अनि गाउँ देखा भाइ जाऊ। कोइलर भयो क्या दिदी नि? कोइलर हो कोइलर। धेरै हाल्नु पर्छ, धेरै मकै धेरै। अनि सागबान ल्याउन हिँड्नु सानो छ। गाडीले लग्छ का नि? नर्कको कुविन्दा, मकैको ठेम्चा अनि यता चाहिँ यता नि कुविन्दै कुविन्दा छ हौ। ठुलो ठुलो माको कुविन्दा कुविन्दा डल्ल कुविन्दा कुविन्दै। हिजो त ल म भिडियो बनाएर लाग्छ है। के बोल्ने ठुलो बोल्नु त? बस्न है अब गयौँ हामी त। भाराको खेत सबै भाजै छ, सबैजनाको भारावीर। अहिले पुल हालिदिएर 5 मिनटमा भारा पुगिन्छ। यो यता जसलाङ जाने। कुनै कता गयो नि? डोगनी ठुलो डोगनी नरहेछ यहाँ। यो वडा नम्बर 8 सिर्कुमको भवन घर टबिठुदौको र हाम्रो खेत गरेर बनाएको भवन। अनि सम्पूर्णले सहयोग गरेर बनाएको भवन, ढारो चौतारो सम्पूर्ण चिज बनाउनु भएको छ। गेट भाराको पुल यस्तो राम्रो पुल बन्न छ। यता जता चाहिँ निङ्ला गएको यता पहिलाको बाटो उता खेतै सबैको खेत भाजै भाजो घाँस। Hadi sakın.